गाइस आज हो कार्तिक 15 गते र 15 गते कार्तिकको आन्दोलन हुने कुरा थियो र अहिले भएको छैन। धेरैजनाले सोधिराख्नु भएको थियो र भनिराख्नु भएको पनि थियो अब आन्दोलन हुँदैन होला भनेर। हुँदैन होला भन्न सकिँदैन किनभने अर्को न्युज पनि एउटा भर्खरै बाहिरिएको छ। यो न्युजलाई हजुरले मजाले एकचोटि हेर्नुस् त। आज मैले एनाउन्स गरे मंसिर 7 गतेदेखि नगर्दा पनि भएन। यहाँ मान्छेले धेरै मन्सिरमा आन्दोलन हुने कुरा भएको छ। मन्सिर 7-8 गते कति गते छ? मन्सिरको 7 गते आन्दोलन हुने नै हो, फिक्स हुने नै हो र हामी गर्ने नै छौं भन्ने जस्ता कुराहरू भएका छन् भने यो कुरालाई चाहिँ मामुली लिएर नबस्नु होला। आन्दोलन फेरि हुनेवाला छ र यो भन्दा अगाडि कार्तिक 15 गते 14 गते कहिले हुन्छ आन्दोलन भन्ने कुरा थियो र पूर्व पश्चिम मेची महाकाली सबै नाकाहरू बन्द, 5 लाख जना जति काठमाडौँ भित्राउने भन्ने कुरा थियो र अहिले चाहिँ यो आन्दोलन भएको छैन र अब आउने मन्सिर 7 गते चाहिँ आन्दोलन हुने कुरा भएको छ। सबैजना स्टे अलर्ट, स्टे सेफ भन्न चाहन्छु। फुल भिडियो मेरो युट्युबमा छ, हजुरले चेक गर्न सक्नुहुन्छ। र म चाहिँ के भन्न चाहन्छु भने जसरी यो भन्दा अगाडि एउटा आमाले कोखरी ताएको थियो भनेपछि यसपालि चाहिँ त्यस्तो नहोस्, सकेसम्म शान्तिपूर्ण आन्दोलन होस्, करप्टेड पिपुलहरूलाई चाहिँ अब कारबाही होस् हैन, कानुन तरिकाले होस्, कसैको प्राइभेट सम्पत्तिमा आगो नलगाइयोस्, कसैलाई गोली नहानियोस्, यस्तो चाहिँ नहोस् भन्न चाहन्छु। हजुरहरूले आफ्नो प्रस्तुति कमेन्ट मार्फत दिनु होला। हस्, धन्यवाद। जय नेपाल।